दर्शकबिन नमस्कार। यो हाम्रो सानो बाबु मारुति हो। दिनभरि यो चकचक गर्छ भनेर मात्रै यसलाई केही बेरको लागि खोरमा राखिन्छ, प्राय बाहिर पनि निस्किन्छ। अनि यो यसको कथा कस्तो छ भने 2081 साल माघ 5 गते यो हाम्रो घरमा आइपुगेको हो एउटा संस्था मार्फत। कथा अझै अगाडि जानुपर्दा सानो 1.5-2 महिनाको थियो होला। अनि स्वयम्भूमा यसको आमाले एउटा काखमा च्यापेर खेल्दै गरेको बेला सडकतिर गाडी दुर्घटनामा आमाको मृत्यु भयो। त्यो मृत्यु भइसकेपछि यो मारुति पनि घाइते थियो र बहिनी यो एनिमल्स लभर बहिनीहरू हुनुहुन्छ, एक्टिभिस्टहरू नेहा र एरिका गुड्डी बहिनी। ती दुईजनाको संस्थाले यसलाई र यसको आमालाई रेस्क्यु गर्दा आमा त मृत्यु भइसक्यो, यो घाइते थियो र यसलाई निको बनाएर मेरो छोरा सुदीप शाह जो कि ऊ पनि एनिमल लभर र विभिन्न कुकुरहरू पाल्ने ट्रेनिङ दिने लामो समयदेखि गरिरहेको छ। अनि त्यसपछि छोरा मार्फत म कहाँ कुरा आयो र कुरा आएपछि हामीले यसलाई एडप्ट गऱ्यौँ र आएको दिनदेखि नै मेरी पत्नी सन्ध्या शाहलाई एकदमै आफ्नै मम्मी जस्तो गरेर एकदम च्याप्प समातेर सुत्ने, कसैलाई छुन नदिने, इभन मलाई पनि छुन दिँदैन। अनि अहिले 1 वर्ष पुगेपछि 82 साल माघ 5 गते गएको माघ 5 गते हामी कहाँ आएको हिसाबले 1 वर्ष पुग्यो भनेर यसको बर्थडे पनि मनायौँ। हामीले आफै पसलमा गयो, केक छान्यो, केक काट्यो, केक काटेर मम्मीलाई पनि खानिदियो। अनि त्यो खानिदिएको भिडियोहरू मैले मेरो फेसबुकमा सेयर गरिसकेको छु। र उसलाई कस्तो छ भने हामीले कुनै टिभी अथवा यसो ल्यापटपतिर यसो केही हेर्यौँ भने जसरी मेरो यो ल्यापटप भयो, सँगै उसलाई अर्को टिभीमा वाइल्ड लाइफ सम्बन्धी च्यानल हालिदिएपछि त्यहाँ आउने जनावरहरू यो हेरेर खुसी हुन्छ र घन्टौँसम्म ऊ हेरेर बस्छ। हेर्नुहोस् यसरी हेर्छ। र अहिले जापानको एकजना बाँदरको बच्चा पन्चको कथासँग हाम्रो यो बाबुको कथा अझै बढी मिल्दोजुल्दो छ र धेरै मार्मिक छ। पन्च चाहिँ एउटा विकसित देशको एउटा सर्व सुविधा सम्पन्न नेसनल पार्क जस्तो एउटा जूमा जन्मियो, हुर्कियो, सबै फेसिलिटीहरू पायो, डल्सहरू पनि पायो, माया पायो, संसारभरि अहिले भाइरल भइरहेको छ। तर हामीले यो मारुतिलाई आफ्नै छोरा जस्तै यो हामी श्रीमान श्रीमतीको बिचमा सुत्छ, कहिले छेउमा सुत्छ। उसलाई हामी नभइकन हुँदैन, हामीलाई कसैलाई छुन पनि दिँदैन। हेर्न घरमा आएर कसैले सामान चलायो भने ऊ भित्रबाट आक्रमण गर्न खोज्छ र छोड्दा पनि कहीँ घर वरिपरि घुमेर फेरि आइपुग्छ। उही बारीतिर गएर बिरुवाहरू केही ओखालिदेला कि भनेर सानो एउटा फिता जस्तो बानिएको छ। अनि त्यो फिताले समाउन सजिलो होस् भनेर र यसलाई पहिला ल्याउनु अगाडि नै एरिका बहिनीहरूले भ्याक्सिनेसनहरू गरेर एनिमल पासपोर्ट भन्ने एउटा कार्ड सहित ल्याएर दिनुभएको थियो र हामी कहाँ 1 वर्ष पुगेपछि हामीले पनि एन्टी रेबिजको भ्याक्सिन दिएको भिडियो पनि मैले सार्वजनिक गरेको थिएँ। र अब हामीले वास्तवमा यसलाई भाइरल बनाएर अब यसबाट कुनै आय आर्जन गरेर त्यो गर्नुभन्दा पनि एउटा पशु होस्, यसलाई फेरि लुक्न खोजिरहेछ। यसले भिडियो खिचेको, फोटो खिचेको साह्रै मन पराउँदैन, किन हो थाहा छैन। क्यामेरा खोजिदिन्छ, मोबाइल दियो भने मोबाइलमा चलाउँछ, फोटो सार्छ, हेर्छ, सबै थाहा छ उसलाई। किन नुनु गरे बाबु मारुति, उता हेर, त्यहाँ हेर क्या ल। अब त्यहाँ
टिभीमा बाघहरू आएका छन्। यो बाघहरूलाई उसले थर्काउँदैछ। ओबी ओबी खुँ गरिदेऊ त्यसलाई। साह्रै सेन्सिटिभ छ। म बाहिर गएर आउँदा बाइकमा म करिब 100 मिटर पर आइपुग्दा नै ऊ यहाँ कराएर च्याच कराएर उफ्रिएर पुरा सङ्केत दिइसक्छ। कसरी थाहा पाउने हो थाहा छैन। गन्धले हो कि अब के हो। मान्छे कुकुर भन्थ्यो तर कुकुर भन्दा पनि अब कति टाइम छ त्यो त वैज्ञानिक कारण होला। तर कुकुर भन्दा धेरै सेन्सिटिभ लाग्यो मलाई यो यिनीहरू। र अर्को कुरा फेरि बोल्न मात्रै नसक्ने हो। उसको फिलिङ्सहरू एक्सचेन्ज गर्ने माया प्रेम यी मैले अब भिडियो खिच्यो भनेर लुकेर निरादोष गरिरहेछ। अनुहार देखाउनु मान्दैन भिडियोमा। सुत्यो। मारुति बाबु लौ गाजर लौ। यसको लागि यहाँ हामीले यसरी गाजर राख्दै हुन्छौँ बिहान उठेदेखि बेलुकासम्म। यसको मुख खाली हुँदैन यसरी। अनि यो गाजर खाउँ भनेपछि आफै लिन्छ। ल गाजर लौ ल बाबु ल ल ल हेर्नुहोस् ल हेर ल हेर एउटाले पुग्दैन ल अर्को पनि लगेर ल हेर्नु। भिडियो खिचिरहेको थाहा छ त्यही भएर ऊ मलाई पनि थर्काउँदैछ खु भनेर। ए खु मारुति बाबु को आयो। बाहिरको नचिनेको मान्छे कोही आउनु हुँदैन। हिजो 2 जना मेरा सेलिब्रिटी गेस्टहरू आउनु भएको थियो घरमा। एकजना मेरो छोरी पर्ने एकजना भाइ पर्ने। अब त्यो छोरीले मलाई छोयो भनेर यसले भित्रबाट खोकाएर खाखु गरेर अब त्यो भाइलाई पनि अनि मेरो ल्यापटप छोयो भने पनि कराउने। मेरो कुनै पनि सामान छुन दिँदैन। एकदम यो होमगार्ड भएको छ र म नभएको बेलामा मेरो वाइफको सेक्युरिटी गार्ड प्लस राम्रो मित्र पनि भएको छ। ल हेर्नुहोस् अब उसलाई लाइन आएछ। लाइनलाई समेत थर्काउनु पछि पर्दैन तर पिँजडाबाटै। बाबु खु गरिदेऊ मारुति बाबु खु गरिदेऊ खु गरिदेऊ। त्यसलाई खु गर्नुपर्छ। खु गरिदेऊ। निन्द्रा पनि यिनीहरूको साह्रै पातलो। कुकुर भन्थ्यो त कुकुर भन्दा नि पातलो हुँदो रहेछ। जति निदाएको पनि छिसिक्क एउटा केही गर्यो भने रुखको उठेर हेर्छ राति पनि। बाइकको आवाज बाहिर सुन्यो यहाँ यो चनाखो भइसक्यो। गाजर खाँदैछ। अनि त्यही कु गरिदेऊ। ल हेर्नुहोस् क्यामेरा यसरी खोज्न खोज्छ। उसलाई खिचेको थाहा छ। फोटो खिचेको मन पराउँदैन। धन्न यो केसभित्र भएर हो नत्र झम्टिसक्थ्यो मलाई। बाहिर राखेर यसरी खिच्न सकिँदैन यसलाई। र यसको नामाकरण पनि एरिका बहिनीहरूको संस्थाले नै मारुति भनेर गरेको थियो। र यसको वाट्सएप पनि रहेको छ। वाट्सएपमा मारुति भन्ने ग्रुप वाट्सएप छ जसमा त्यो संस्थाबाटै सञ्चालित हुनुपर्छ त्यो। अनि बेला बेलामा एरिका बहिनी यसलाई हेर्न आइरहनुहुन्थ्यो अर्को सहयोगी साथीहरू लिएर। र अहिले बिचमा करिब केही महिना भयो एरिका बहिनीलाई खै स्वास्थ्यमा पनि अलिकति त्यति भएन। फेरि अर्को कुरा हामीले यसलाई हरेक गतिविधिहरू यसको वाट्सएपमा मेरो फेसबुकमा युट्युबमा अपडेट गरिराखेको हुन्छ। अनि उहाँहरूले पनि नभेटे पनि सामाजिक सञ्जालबाट सञ्चार माध्यमबाट यसको अवस्था थाहा भएर सायद नआउनु भएको हुनसक्छ तर आउने कुरा भइरहेछ। यो अलि टिभी हेर्नमा मस्त छ। टिभी यसरी हेर्छौँ घन्टौँ हेर्छ टिभी। यति बेला त्यहाँ टिभीमा लाइनहरूको झुन्ड देखिएको छ। यो सिन यो दृश्य अहिले हेरिरहेको छ।
र यो हाम्रो बेडरुमसँगै यसको केज हो। अब यो केजबाट अहिले एकछिनपछि उसलाई निन्द्रा लाग्यो अथवा सुत्न मन लाग्यो भने कुइङ कुइङ गर्छ। अनि कुइङ गरेपछि हामी यहाँ हाम्रो यो बेडमा ल्याउँछौँ र यो बेडमा देखिएको झ्याल छ नि हो त्यो झ्यालपट्टि हेरेर बस्छ। अनि मेरो वाइफ सन्ध्या हो उनी चाहिँ बसिरहन्छन्। अनि यिनी चाहिँ सन्ध्या मेरो वाइफ उसको मम्मी जस्तै हो जस्तै होइन मम्मी नै हो। मलाई त छुन पनि दिँदैन। अनि म यता छेउमा उसलाई राखेर सुत्छु कहिले काहीँ बिचमा पनि आइराखेको हुन्छ। यसरी अब यो त मेरो ल्यापटपमा आफ्नो त्यो बिबिसीले निर्माण गरेको अहिले जेएनजी आन्दोलनबारेमा डकुमेन्ट्री हाल म हेरिरहेको छु। वाला जुन ट्रेन्ड चलिरहेको थियो संसारभरि नै त्यो नेपाल पनि आयो। यसलाई एकछिन पज गरेर म चाहिँ यता हाम्रो छोरो मारुतिको च्यानलतर्फ केन्द्रित गर्न चाहन्छु। यो मारुतिको च्यानल यो मेरो च्यानल हेर्नुहोस् सँगसँगै हामी यसरी अब ठिक छ पन्चको पनि आफ्नै मार्मिक कथा छ जापानको पन्च होइन। तर एउटा विकसित राष्ट्रमा सर्वसुविधा सम्पन्न निकुञ्जमा उसले पाएको फ्यासिलिटी र मेरो यो मारुतिले हामी जस्तो एउटा मध्यमवर्गीय परिवारमा पाएको फ्यासिलिटीहरू र बिना कुनै लगानी बिना कुनै चन्दा सहयोग डोनेसन बिना यो हामी आफै जुन एउटा दाजुहरू यसरी लुकेर बस्छ खिच्यो भनेर मारुति बाबु हेर यता ल गाजर खाऊ ल यस्तो छ कि बाटो यसलाई भिडियो खिच्यो भने घोप्टै परेर बस्यो त सन्ध्या हेर नि त्यहाँ अघिसम्म टिभी हेर्दै थियो हेर्नुहोस् दर्शकले अहिले ऊ घोप्टो परेर बस्यो यस्तो भाउ खोज्छ यो मारुति लाउ लाउ हेर्नुहोस् ल आजलाई यति नै। अब बिस्तारै अरू पनि यसका गतिविधिहरू म सेयर गर्दै जान्छु। हुन त सानो सानो फुटेजहरू मैले पहिला पनि सेयर गरि नै राखेको हो। अभि हेर त बाबु के आयो मारुति अभि 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 हेर यो कम नक्कले छ हेर्नुहोस् अभि कतिखेर उड्दो रहेछ हेरौँ। हेर्नुहोस् ठिकै उठेन यो अब यसको नाटक हेरौँ है कति बेला उठ्दो रहेछ। भिडियो खिच्यो भनेर घोप्टो पर अनुहार लुकाएर बसिरहेछ। अचम्म लाग्यो नि त। अब यसलाई मान्छे भन्ने कि जनावर भन्ने कि पढे लेखेको भन्ने कि नपढेको भन्ने कि त कसरी थाहा पाउने अहिले भिडियो खिच्यो भनेर। त्यो मूर्ति जस्तै मौन भएर अनुहार लुकाएर बसिरहेछ। लानुहोस् 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 अब यसले कति बेरसम्म यो नाटक गर्छ हेरौँ नि त हामी पनि। अब यसलाई अमिताभ बच्चनको डायलग सुनाउँछु। मारुति रिश्ते में तो हम तुम्हारे बाप लगते हैं नाम है डिपिजा है उठ्दैन त चलमलै गरेर। अब यसलाई असरानीको सुनायो भने उठ्छ कि बाबु उठ उठ बाबु लौ लौ पर्दैन ल बोलाउ त तिमी हेरौँ उसको मम्मीले बोलाएर उठ्छ कि लौ यो गाजर खाऊ ल हेर्नुहोस् मेरो वाइफ सन्ध्याले बोलाउने बित्तिकै उठ्यो। ल हेर्नुहोस् यिनीहरू आमा छोराको नाटक। ल हेर्नुहोस् चक्लेट कसरी खोल्छ ल हेर्नुहोस् चक्लेट चक्लेट आफै खोल्दैछ। नाटक किन निदाएको त बाबु किन निदाएको मारुति ओइ बोल्दैन रिसाएको ड्याडीले हिरो बनाइदिनु लाग्यो नि सबै आन्टीले अङ्कलहरूले हेर्नुहुन्छ के भनिदिनुहुन्छ बाबुलाई। ओइ पुन्टे बाबु मारुति अभि त्यहाँ के आयो हेर त बाबु टिभीमा के आएर अभि ल अहिले उसले अब यहाँ खिचिरहेछ पनि थाहा पाएर खानातिरै धुन्छ।
हस् त दर्शकबिन, अब यो नाटकको कुरा गरेर साध्य छैन, थुप्रै छ। यो छोटो भिडियो हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेर, यो हाम्रो मात्रै होइन, यो प्रकृतिको, यो ब्रह्माण्डको एउटा साझा सम्पत्ति हो। हामी एउटा माध्यम मात्रै हौँ। परमात्मा सृष्टिकर्ता र परमपिता प्रभुले जसलाई जे अवस्था अवसर प्रदान गर्नुहुन्छ त्यो अनुसार गर्छौँ। हामी पनि सक्ने भएर होइन, धन भएर होइन, मन भएर मात्रै गर्दैछौँ। र टाँट म पुर्याउँछु भन्छन् रे परमात्माले, र हामीले आँट्यौँ र आजसम्म पुगेको छ, र आशा गरौँ सधैँ यसरी नै पुगिरहोस्। बाबु बाई गड, बाई बाई, म गएँ ल। बाई भन्यो भने ऊ म जान लाग्यो भनेर फनी गाउँछ।